तपाईसँग दुईवटा कान र एउटा मुख छ, यसलाई त्यही अनुपातमा प्रयोग गर्नुहोस्। यदि तपाईँ अझै लचिलो हुन सक्नु भएको छैन भने जीवन तपाईको लागि अझै गाह्रो हुँदै जानेछ। सम्पूर्ण कुरा थाहा नपाइकन कहिले पनि कसैलाई जज नगर्नुहोस्। तपाईँ सोच्न सक्नुहुन्छ कि तपाईले बुझ्नुभयो, तर वास्तवमा तपाईले बुझ्नु भएको हुँदैन। परिवर्तन तब हुन्छ जब हामी ती सबै कुराहरूको विपरीत जान्छौँ जुन गर्न हामीलाई बानी परेको छ। आफ्नो कुरा सबैलाई बुझाउने र सबैलाई सबै कुरा बताउने बानी छोड्नुहोस्। तपाईले जे गर्नुभएको छ त्यसको व्याख्या गर्न आवश्यक छैन। साँचो विकास तब हुन्छ जब तपाईँ आफैलाई परीक्षण गर्नुहुन्छ र अरूलाई दोष नदिकन स्वयंलाई सुधार गर्नुहुन्छ। आफ्नो जीवनको जिम्मेवारी लिएर तपाईँ आफ्नो शक्ति फिर्ता पाउनुहुन्छ। तपाईँ पूर्व प्रेमीको साथ फिर्ता जानु भनेको नुहाएर फेरि फोहोर वस्त्र लगाउनु जस्तै हो। नयाँ अध्याय सुरु गर्नु अघि पुरानो अध्याय समाप्त गर्नुपर्दछ। आफैलाई सम्झाउनुहोस् कि जुन कुरा बितिसक्यो त्यो कहिल्यै फिर्ता आउँदैन। कोही पनि केही पनि अपरिहार्य छैन। आज केही यस्तो गर्नुहोस् जसका लागि तपाईको भविष्यले तपाईलाई धन्यवाद दियोस्। यदि तपाईले आफ्नो जीवनको योजना बनाउनु भएन भने सम्भावना छ कि तपाई अरूको योजनामा फस्नुहुनेछ र उनीहरूले तपाईको लागि बनाएको योजना निकै सानो हुनेछ। खुसीको खोजीले तपाईलाई दुखी बनाउँछ जबसम्म तपाईले यो बुझ्नुहुन्न कि खुसी भनेको यात्रा हो। तपाई आफूलाई जति गम्भीरतापूर्वक लिनुहुन्छ उति नै असन्तुष्ट र दुखी बन्नुहुन्छ। कहिले डाहा गर्ने व्यक्तिहरूसँग घृणा नगर्नुहोस्। उनीहरूले यस कारण ईर्ष्या गर्छन् किनकि उनीहरू सोच्छन् कि तपाई उनीहरूभन्दा राम्रो हुनुहुन्छ। कहिले पनि त्यो कुराको गुनासो नगर्नुहोस् जसबाट छुटकारा पाउनु तपाईको नियन्त्रणमा छ। पछि गर्ने भन्ने कुरा धेरै जसो कहिल्यै हुँदैन। कहिल्यै कसैको सहानुभूति प्राप्त गर्ने प्रयास नगर्नुहोस्। जो व्यक्तिहरू वास्तवमा तपाईको ख्याल गर्छन् तिनीहरू आवश्यक पर्दा हरदम तपाईसँग नै रहनेछन्। तपाईले तिनीहरूलाई यो सम्झाउन आवश्यक छैन कि तपाई उनीहरूको सबैभन्दा राम्रो साथी हुनुहुन्छ। चुपचाप मानिसहरूलाई माफ गर्नु, तिनीहरूसँग बोल्न छोड्नु आत्मसुरक्षाको एक उच्चतम उपाय हो। अस्थायी भावनामा स्थायी निर्णय कहिल्यै नगर्नुहोस्। स्वार्थी मानिसहरूबाट टाढा रहनुहोस्। उनीहरू कुनै पनि नियमको पालना गर्दैनन् र बिस्तारै तपाईको जीवनबाट सबै ऊर्जा समाप्त गरिदिन्छन्। जे पनि हालको क्षणमा भइरहेको छ त्यसलाई यसरी स्वीकार गर्नुहोस् मानौ तपाईले नै यसलाई रोज्नु भएको हो। तपाईले मानिसहरूलाई आफूमाथि त्यस्तो माया गराउन सक्नुहुन्न जस्तो तपाईले उनीहरूलाई गर्नुहुन्छ। तपाईले पछाडि फर्केर हेर्नुपर्छ मात्र यो बुझ्नको लागि कि तपाई कति टाढा आइपुग्नुभयो। आफूलाई सावधानीपूर्वक अनुशासित गर्नुहोस्। आफैसँग गरेका वाचा पूरा गर्नुहोस् र आफूलाई पुरस्कृत गर्नुहोस् ताकि तपाई आफूमाथि विश्वास गर्न सक्नुहोस् र आफैलाई प्रेरित गर्न सक्नुहोस्। मौन रहनुहोस् र मौनता निर्माण गर्नुहोस् ताकि कसैले नजानोस् कि कहाँ आक्रमण गर्नुपर्छ। घडीहरूले समय देखाउँछन् तर समयले मान्छेलाई देखाउँछ। जबसम्म तपाई आफ्नो सफलताको पछाडिको कुरा भन्दा ठूलो चुनौतीको सामना गर्नुहुन्न तबसम्म तपाई कहिल्यै अघि बढ्न सक्नुहुन्न। अरूको कामको लागि उनीहरूलाई बोल्न दिनुहोस्। मानिसहरूले तपाईलाई जे भन्छन् त्यो भन्दा धेरै देखाउँछन्। तपाईले मान्छेलाई जति राम्रो गरे पनि उनीहरूले सधैँ तपाईको गल्तीहरू मात्र सम्झन्छन्।
यसको आशा नगर्नुहोस् कि मान्छे सधैँ सही वा नैतिक निर्णय लिन्छन्। असफलताले हामीलाई गलत बाटोप्रति सचेत गराउँछ। अरूलाई धेरै महत्त्व दिनु र आफूलाई कम आँक्न छोड्नुहोस्। दुःखलाई आउन दिनुहोस्, उसलाई सिकाउन दिनुहोस्, तर यसलाई लामो समयसम्म बस्न नदिनुहोस्। कहिल्यै अपमानलाई बेवास्ता नगर्नुहोस्। जब कसैले तपाईलाई तिरस्कारको दृष्टिले हेर्छ र तपाईसँग यसरी कुरा गर्छ कि तपाईँ उनीहरूभन्दा तल हुनुहुन्छ, सम्भवतः उनीहरूले तपाईलाई हानि पुर्याउनेछन्। चाहे सम्बन्धमा होस्, सामाजिक रूपमा वा शारीरिक रूपमा, त्यस्ता व्यक्तिलाई आफ्नो जीवनबाट हटाउनुहोस्। धेरै जसो परिस्थितिमा तपाईले आफ्नो पीडा निल्नुपर्छ र अगाडि बढ्न सिक्नुपर्छ। आफूले आफूलाई के भन्नुहुन्छ ध्यान दिनुहोस्, किनभने तपाईँ नै हुनुहुन्छ जो आफूलाई सुन्नुहुन्छ। जति लामो समय तपाईँ त्यस कुरामा अड्किरहनुहुन्छ जुन तपाईँको लागि होइन, त्यति नै समय तपाईँ त्यस्तो कुरालाई टालिरहनुहुन्छ जुन तपाईँको लागि हो। जिन्दगीको यो सडकमा ध्यान दिएर सवारी चलाउनुहोस्, किनकि मानिसहरू बिना सिग्नल लेन परिवर्तन गर्छन्। तपाईँ जे बन्न सक्नुहुन्छ त्यसलाई कहिले पनि त्यसको लागि बलिदान नगर्नुहोस् जुन तपाईँ अहिले हुनुहुन्छ। जब मानिसहरू तपाईँबाट चाहेको कुरा प्राप्त गर्दैनन्, तब तिनीहरूले आफ्नो वास्तविक व्यक्तित्व देखाउँछन्। उनीहरूका लागि सधैँ उपलब्ध रहन बन्द गर्नुहोस्, जो तब मात्र तपाईको लागि उपलब्ध हुन्छन् जब उनीहरूले केही फाइदा देख्छन्। आफ्नो बानीलाई सावधानीपूर्वक छान्नुहोस्, तिनीहरूले तपाईको भविष्य निर्धारण गर्छन्। तपाईले मात्र एउटा शरीर प्राप्त गर्नुहुन्छ, यसको हेरचाह गर्नुहोस्। यो जीवनभरि तपाईको साथमा रहन्छ र यो अत्यन्तै लचिलो भए पनि यसले तपाईलाई त्यही दिन्छ जुन तपाईँ यसमा हाल्नुहुन्छ। आफ्नो जीवन बदल्नका लागि तपाईले आफ्नो प्राथमिकताहरू बदल्नु पर्नेछ। विकास प्राय एक पीडादायी प्रक्रिया हुन्छ। आफू सत्य रहँदा यसले एक्लोपन ल्याउन सक्छ, तर यो आवश्यक छ। समस्याबाट भागेर समस्याहरू गायब हुँदैनन्, तिनीहरूको सामना गरेर अगाडि बढ्नु नै एकमात्र तरिका हो। कसैलाई पनि तपाईको समय बर्बाद गर्ने मौका नदिनुहोस्। हाम्रो समयभन्दा मूल्यवान एकमात्र कुरा के हो भने हामी हाम्रो समय केमा खर्च गरिरहेका छौँ। कुनै एक व्यक्तिसँग धेरै नचिप्किनुहोस्, चाहे त्यो तपाईको सबैभन्दा प्रिय नै किन नहोस्। हरेक व्यक्ति आफैमा एक जेल पनि हो र एक लुक्ने ठाउँ पनि। आफ्नो चरित्रको चिन्ता गर्नुहोस्, प्रतिष्ठाको होइन। तपाईको चरित्र नै तपाईको वास्तविकता हो र तपाईको प्रतिष्ठा मानिसहरूले तपाईलाई कस्तो देख्छन् भन्ने हो। यदि तपाईँ आफूसँग खुसी हुनुहुन्न भने तपाईँ कहिल्यै पनि अरूसँग खुसी रहन